उहाँले दिनुभएको एरियामा हामीले बनाउँदैछौँ। पूजा गर्ने हाम्रो एउटा थलो भयो, हाम्रो पहिचान पनि भयो। हाम्रो यहाँनिर खरसाङ भन्नु जरुरी थियो र त्यो सबैले जोड लगाएर आज हामी भेला भएको छौँ। हाम्रो खरसाङबाट तलतिर कहाँ आउनु भयो तपाईँहरू? तल कुन जग्गा लाउनु भएको छ अहिले? तुरुक मामरिङहरू, सोनादाबाट, सिटोङबाट है, सबै जग्गाबाट। दार्जिलिङबाट नि हाम्रो प्रेसिडेन्ट आइपुग्नु भएको छ, सेन्ट्रल कमिटीमा प्रेसिडेन्ट हुनुहुन्छ र हामी सबै भेला भएर चाहिँ आज सबैले जोड लगाएर यो थलो चाहिँ अब हामी स्टार्ट गर्नेछौँ। र हाम्रो यो सुरुवात चाहिँ हाम्रो पहिलो हाम्रो शरण भाइले चाहिँ अब पूजा गरेर भूमि पूजा गरेर हामी आजदेखि चाहिँ काम थाल्ने सुरु गर्नेछौँ। र तपाईँ सबैलाई चाहिँ स्वागत छ आजको पूजामा है। प्रत्येक साल हामीले यहाँनिर गर्नु पाऊँ, जुट्नु पाऊँ र यो भयो भने चाहिँ हामी टाढोबाट नि मान्छे ल्याएर हाम्रो एउटा देखाउन सक्छौँ थलो। र हाम्रो थलो भएपछि हाम्रो चिनारी भयो। अब चिनारी बिनाको भएर बस्नु चाहिँ राम्रो होइन नि त। सबै जातमा आफ्नो चिनारी हुन्छ, हाम्रो थिएन। हाम्रो यहाँ खरसाङमा चाहिँ राम्रो थलो बनिँदैछ, सबैले जोड लगाउनु पर्छ यसमा चाहिँ। र हामी सबैले चिन्नु पर्यो चिजलाई, जान्नु पर्यो र यसलाई हामी इज्जत र दिनु पर्यो। इज्जत दिएर हामीले बढाउँदै लानु पर्यो र तपाईँहरूको जोडले नै यो हाम्रो थलो बनिँदैछ। र तपाईँहरू सबैलाई चाहिँ धन्यवाद दिन्छु म है, एउटा म प्याट्रनको थ्रुबाट। र तपाईँहरू जम्मैले अब आज जम्मै कतिजना आइपुग्नु भयो, कतिजना आएन, यो हाम्रो स्टार्ट मात्रै हो। पछि सबैजना भेला हुनेछौँ पूजामा। र हाम्रो शरण भाइलाई चाहिँ